ओके साथीभाइहरू हैन ब्याक टु ब्याक भिडियोहरू आउँदैछ साथीहरूले माया गरिराख्नु भएकै छ हैन म चाहिँ बन्द लिएर चाहिँ घर आइसकेँ हैन साथीहरू यहाँ चाहिँ मथियाहरू सबैजना हुनुहुन्छ अनि यहाँ चाहिँ म पुरा फेरि टमाटरको चटनी अचार बनाउन लाग्छु के साथीभाइहरू अनि यहाँ चाहिँ दिदीहरू पुरा फेरि कोही चाहिँ बन्द मिक्स गर्दैछ मिक्सरमा हैन अनि यहाँ दिदी चाहिँ फेरि मस्याउरा क्या साथीहरू बनाउँदै छ हैन मैले चाहिँ यहाँ अचार चाहिँ भुटिसके अनि त्यो तिल हुन्छ नि त्यो पनि छ अचारमा राख्नलाई अनि यो चाहिँ आलुलाई पुरा स्याम योलाई के भन्छ त्यसलाई हैन अलि भन्न जान्दिन जस्तो छ साथीहरू आलु चाहिँ यस्तोरी ग्रेन्ड गर्नुपर्छ क्या यो उसमा चाहिँ के अरे मेसिन भनौँ न अब हाम्रो लागि त मेसिनै हो क्या साथीहरू अनि यहाँ चाहिँ पुरा रेडी हुँदैछ प्याज निचोरेर मसला सबै झ्वाइया पारेर साथीहरू हैन मसलामा तेल अदुवा पेस्ट हैन सबै मिक्स गर्दै चाहिँ यहाँ तेलले झ्वाइया पारिदिएपछि रेडी भइहाल्यो नि हाम्रो अनि साथीहरू हामी चाहिँ यहाँ किमा बनाउँदै चाहिँ भोक लाग्यो भनेर चिया खाने कार्यक्रम चाहिँ भइरहेको छ हैन यहाँ झिलिङ्गे पनि छ साथीहरू हैन अब टक्क खाने त्यसपछि मोमो बनाउन चाहिँ सुरु भयो है साथीहरू आजको हाम्रो खाजा चाहिँ मोमो हो हैन भेज मोमो एकदमै अर्ग्यानिक हुन्छ नि सबै कुरा आफ्नै बारीमा फलेको हैन फलाको अनि हेर्न सक्नुहुन्छ साथीहरू मोमो पनि पाक्यो हैन फाइनली साथीभाइहरू हैन मोमो पनि पाक्यो अनि यहाँ अचार पनि पुरै मिक्सरमा मिक्स गरिसक्यो हैन हामीले अनि चाहिँ अब म चाहिँ मोमो चाहिँ हैन मोमोलाई चाहिँ यहाँ प्लेटमा राख्दै सबैलाई बाँड्ने अनि बाबाले नि मिठो छ भन्नुभयो यहाँ दिदीले पनि खाँदै हुनुहुन्छ मिठो छ पुकुली मायाले पनि मिठो छ अनि हाम्रो मथीले चाहिँ लाज लाग्यो भनेर के गर्नु भएन मैले गुड गर्नु भनेको हैन मिठो लाग्यो भने गुड गर्नु लागेन भने यस्तो ब्याड गर्नु भनेको तर सबैजनाले सिमी पनि हुनुहुन्छ मिठो भयो रे अनि दिदी र के अरे मम्मीको पालो चाहिँ अब आउँदैछ हैन बिस्तारै पालो खानु पर्यो नि त एकैचोटि पाक्दैन साथीहरू अनि हाम्रो आमालाई नि मैले भनेको हैन ल कस्तो छ भनेर भनेको त के बानी त भनिरहेको थियो अनि गुड भनेर चाहिँ पुरै देखाइदियो हात यहाँ दिदीले पनि देखाइदिनु भयो हात हैन मिठो छ भन्दै अनि मार्बिनलाई त छुटाउनै भएन फेरि मेरो भिडियोमा त हैन साथीभाइहरू मार्बिनलाई पनि मिठो लाग्यो भने अनि साथीहरू मार्बिनलाई पनि मिठो लाग्यो भनेर मार्बिनले पनि खायो अनि लास्टमा चाहिँ अब फेरि पालो चाहिँ मेरो आउँछ नि त हैन साथीभाइहरू अब खानु पर्यो नि त मलाई पनि भोक लागिरहेको छ हैन सबैजनालाई चाहिँ चियर्स गर्दै मैले पनि ट्राई गरेँ हैन मोमो चाहिँ म पनि खानु पर्ने नि त साथी खानु पर्यो नि त हैन ल भेज मोमो त लास्टै मिठो बन्या रहेछ साथीहरू एकदमै मिठो भएको थियो सबैजना मिलेर बनाउँदाखेरि एकदमै मिठो लाग्यो हैन फाइनली हाम्रो मोमो पनि बनाएर सक्यो एकदमै थकान सबैजनाले थकित अवस्थामा देखिरहेको छु हैन ओके एभ्रीवन सबैजनालाई थ्याङ्क्स फर वाचिङ माई भिडियो भन्दै चाहिँ सबैजना चाहिँ बिदाको बेलामा मोमो बनाएर खानु होला है त